अब हम श्री राम जानकी विवाह मंडप छिड़ने के लिए टिकट कटा रहे हैं। वो आप देख सकते हो। तो गाइस अब हम छिड़ रहे हैं। बाबा लाल के टिकट काटल टिकट बाबा काट दे। तो आप देख सकते हो। अब तपाईहरु विवाह मण्डपतिर लगिरहेछु। यो जाने बाटो। सब थाकेर बसिसकेछन्। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ के को मूर्ति रहेछ। यहाँ धेरै शीतल छ, धेरै हावा नि आइरहेछ। यहाँ चाहिँ नुहाउने स्विमिङ पुल। यहाँ गार्डन नि छ। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। हामी भित्र गइरहेछौँ। तपाईहरुलाई म बाहिरैबाट देखाइरहेछु। भित्र जानु मनाही छ। यतापट्टि नि रहेछ। खाडीको चाहिँ दृश्य यस्तो रहेछ। अब हम दिखा सकते हैं यहाँ हमारे राम जी और सीता माता, आप देख सकते हो। चाहिँ गौमाताहरूलाई पालिरहेका छन्। म तपाईहरुलाई फेरि पछाडीको सिन देखाइरहेछु। धेरै राम्रो छ र तपाईहरुलाई गार्ड त ढोका त बन्द छ। त्यही पनि हामी बाहिरैबाट देखाइरहेछौँ।
उहाँहरू एकजना त्यहाँ गार्डनलाई सफाइमा लाग्नु भएको छ। यहाँ तपाईहरुलाई म बाहिरैबाट देखाइदिइरहेछु। हजुर, यो मेरो सानी बहिनी यस मन्दिरमा यस वस्तुहरूको राखिएको छ। हरेक पुग्नु भाइ, दादी, बहिनी, बुवा, दाजु, भाइ, ठुलो बुवा गइरहेछौँ बाहिरतिर। मेरो मम्मी अनि चाहिँ ठुलो मम्मी कता गेली गनिया नसक्नुहुन्छ। अब म गइरहेछु। अब म तपाईहरुलाई राम जानकी मन्दिरको दर्शन गराउन खोजिरहेको छु।